साथीहरु वेलकम छ फेरि पनि मेरो YouTube च्यानलमा। तपाईहरु सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अहिलेको चाहिँ 12 बजेको छ अनि म चाहिँ बाहिर छु अनि अब चाहिँ खाना पकाउँदै छु। हामी चाहिँ सानो आऊ 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 के गरेको के गरेको के फालेको भने त के फालेको? यहाँ मेरो छोराले चाहिँ खजाना खोज्दैछ अरे। लु त लु के गरेको लु भन त, लु देखाउ त खजाना कहाँ छ? जमिनको अन्डर छ। खोइ देखाउ त, देखाउन खजाना देखाउ मलाई। यहाँ छ। ए हामी चाहिँ आमा छोरा बसिरहेको छौँ। उसको बाबाले चाहिँ खाना बनाउँदै हुनुहुन्छ। आज चाहिँ हामी दिदीहरूलाई हाम्रो छिमेकी दिदीहरूलाई चाहिँ खाना खुवाउन आँटिरहेको छ। हो ल ल ल। अनि त्यस पछाडि आज चाहिँ के स्पेसल पाक्दैछ मेरो घरमा म देखाउन गइरहेको छु है। मेरो बुढोले चाहिँ के पकाउँदै हुनुहुन्छ। के पकायो बुढो? मेरो बुढोले यहाँ चाहिँ बिरयानीको लागि चिकनलाई पकाउँदै हुनुहुन्छ। अनि के छ देखाउनु बाबा? यो मटर छ। अच्छा मटर मिक्स सब्जी, मिक्स भेजिटेबल छ। यो पनि हालेर बनाउने हो आज नयाँ तरिकाले। हामी चाहिँ यहाँ चाहिँ कस्तो बनाउनुहुन्छ बुढो? अलि चाखेर भन्नु ल। चाखेर यहाँ चाहिँ चिकन छोइला बनाउने मैले आज। ए सरी सोयाबिन छोइला चिकन छोइला आयो मेरो बुढोले। एक दुई शब्द भनिदिनुहोस् न त। म अहिले अलिक बिजी छु कि प्याज काट्दैछु, भोलितिर भनौँ न ल। यस्तो त छ मेरो बुढो। आयो मेरो बुढाले तेल हालेर प्याज हाल्नु भइसक्यो। यहाँ गयो तेल, लसुन अनि धनियाँ। अब जान्छ यसपछिबाट मिक्स भेज सब्जी यसलाई हाल्नुपर्छ। यस्तो तरिकाले नत्र मिठै हुँदैन। यसरी हालेन भने यसरी हाल्नुपर्छ। यसरी हातले खुवाइए पारेर अनि लास्टमा यस्तो गर्नुपर्छ, नत्र मिठै हुँदैन। मिठो हुनुको लागि चाहिँ यस्तो पक्कै गर्नुपर्छ है। लास्टमा हाल्दा नि हुन्छ। अनि फेरि यस्तै चलाउने। यसको यो भन्दा पनि चलाउनु हुन्न अगाडि हामीले यो यहाँ चाहिँ छोइलाको लागि टमाटर बोइल गर्दैछु साथीहरु। बुढाले चाहिँ यहाँ बिरयानीको लागि तयारी गर्दै हुनुहुन्छ। भेजिटेबल लाएर चाहिँ कसले खानुहुन्छ साथी हो? आज कस्तो चाहिँ हुन्छ है मेरो बुढाको नयाँ इच्छा हैन। म चाहिँ यहाँ सोयाबिनलाई हल्का रातो हुने गरी भुट्न लागेको। यस्तो गर्दा चाहिँ मिठो हुन्छ है। छोइलाको लागि टमाटर ओखलीमा पिस्दैछु। चाहिँ मैले सोयाबिनलाई यसरी हल्का रातो भुटिसकेँ। अघि पिसेको टमाटर राख्ने अनि यो मसलाहरू खुर्सानी, जिरा, अलिकति ल्वाङ, सुकमेल अनि यो रहेको छ प्याजको पत्ता, प्याजलाई राख्ने अनि लेमन। लास्टमा रहेको छ स्वादअनुसारको नुन। मैले चाहिँ सोयाबिनको छोइला बनाउँदैछु। कति बनाउनु त नि?
हुन्छ खाना अब रेडी भएको छ यहाँ दिदीहरू आइसक्नु भएको छ नानी खाऊ खाऊ कस्तो भयो दिदी मिठो ल ल ल काम सुरु भएको छ यहाँ महिला सङ्गठन यहाँ बोय सङ्गठन छ दिदी देखाउनु त तपाईँको यस्तो देखाउनु न हो यहाँ दिदीले त्यस्तो बुन्दै हुनुहुन्छ है हाई भन्यो हाई ए बा उसले चुइगाम खानु खोजेको हेरेर न यहाँ चुइगाममा दिदी न चुरी देखाइदेऊ चुरी चुरी खोइ इबाको चुरी खोइ इ हेर न सानो सानो चुरी चुरी वा कति राम्रो खोइ इबाको चुरी देखाइदेऊ प्याजी बनाउँदैछु पकाउँदैछु न पकाउँदैछु खाने पनि छु यो अब चाहिँ सुत्ने टाइममा लाग्यो मेरो आई होप आजको भिडियो हेरेर तपाईँहरू इन्जोय गर्नुहोला र मलाई यसरी नै साथ र सपोर्ट गर्दै गर्नुहोला र मेरो भ्लगहरू हेर्दै गर्नुहोला यदि मन पर्यो भने लाइक कमेन्ट सेयर र ओके साथीहरू आज चाहिँ यति नै भन्दै म आजको भिडियो इन गर्दैछु र म फेरि पनि यस्तै मनोरञ्जनहरू लिएर आउनेछु अर्को नेक्स्ट भ्लगमा ओके बाई